तपाईले पनि आफ्नो ड्राइभिङ लाइसेन्स चेक गर्न चाहनुहुन्छ प्रिन्ट भएको छ कि छैन। यदि तपाईले पनि कुनै सवारी चालकको चाहिँ ट्रायल दिएर बस्नु भएको छ र त्यो चाहिँ अहिलेसम्म चाहिँ तपाईको प्रिन्ट भएको छ कि छैन भनेर हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यस भिडियोमा तपाईले थाहा हुनेछ कसरी चाहिँ तपाईले आफ्नो ड्राइभिङ लाइसेन्स चेक गर्ने प्रिन्ट भएको छ कि छैन भनेर। यहाँबाट चाहिँ तपाईले आफ्नो ब्राउजरलाई ओपन गर्नु होला र ओपन गरिसकेपछि यस सर्च बारको अप्सनमा क्लिक गरिदिनु होला। यहाँबाट मैले चाहिँ क्लिक गर्छु, हेर्न सक्नुहुनेछ र यहाँ तपाईले सर्च गर्नु होला लाइसेन्स प्रिन्ट चेक, यति लेखेर यहाँबाट सर्च गर्नु होला र यति लेखेर यहाँबाट सर्च गरिदिनुहुन्छ भने तपाईको यस प्रकारको इन्टरफेस यहाँबाट चाहिँ खुलेर आउँछ र अब यहाँबाट तपाई हेर्न सक्नुहुनेछ, यहाँ तपाई हेर्न सक्नुहुनेछ लाइसेन्स प्रिन्ट अवस्था। अब चाहिँ यसमा क्लिक गर्नु होला र यस अप्सनमा मैले चाहिँ यहाँबाट क्लिक गरिदिन्छु, हेर्न सक्नुहुनेछ। त्यसपछि तपाईको चाहिँ यस्तो इन्टरफेस यहाँबाट खुलेर आउँछ। अब यहाँबाट चाहिँ तपाई हेर्न सक्नुहुनेछ, यहाँ हेर्न सक्नुहुनेछ लाइसेन्स प्रिन्ट अवस्था। अब यहाँबाट चाहिँ तपाईले आफ्नो लाइसेन्स नम्बर राख्नुपर्ने हुन्छ र यो लाइसेन्स नम्बर चाहिँ तपाईले टेम्पोररी जुन कार्ड दिएको हुन्छ पेपर त्यसमा हुन्छ त्यो चाहिँ नम्बर यहाँ राख्नु होला र मैले चाहिँ आफ्नो चाहिँ लाइसेन्स नम्बर फिलअप गरिदिन्छु, तपाई हेर्न सक्नुहुनेछ र यहाँबाट मैले चाहिँ आफ्नो लाइसेन्स नम्बरलाई फिलअप गरिदिन्छु। साथीहरु सेम यसरी चाहिँ तपाईले फिलअप गर्नु होला र यहाँबाट मैले चाहिँ आफ्नो लाइसेन्स नम्बरलाई चाहिँ फिलअप गर्छु, हेर्न सक्नुहुनेछ। र साथीहरु यहाँबाट फिलअप गरिसकेपछि अब हेर्न सक्नुहुनेछ चेक अप्सन, यसमा चाहिँ क्लिक गर्नु होला र यहाँबाट मैले चाहिँ चेक अप्सनमा क्लिक गरिदिन्छु, हेर्न सक्नुहुनेछ। सो मैले यसमा क्लिक गरे, त्यसपछि यहाँबाट यस्तो इन्टरफेस खुलेर आउँछ, हेर्न सक्नुहुनेछ। अब यहाँबाट हेर्न सक्नुहुनेछ मेरो चाहिँ लाइसेन्स प्रिन्ट भइसकेको छ, यहाँबाट हेर्न सक्नुहुनेछ। यहाँ तपाई हेर्न सक्नुहुनेछ मेरो नाम, त्यसपछि लाइसेन्स नम्बर, तल तपाई हेर्न सक्नुहुनेछ तपाईको चाहिँ लाइसेन्स प्रिन्ट भएको छ भनेर यहाँ लेखेर आइसकेको छ। अब साथीहरु तपाईको पनि प्रिन्ट भइसकेको छ भने यसरी नै लेखेर आउँछ र तपाईको यसरी लेखेर आएको छ भने अब तपाईले गएर आफ्नो सवारी चालक अनुमति पत्र चाहिँ लिन सक्नुहुनेछ। अब चाहिँ तपाईको प्रिन्ट भएको छैन भने कस्तो लेखेर आउँछ त्यसको लागि यहाँ मैले चाहिँ अर्को यहाँबाट मैले चाहिँ लाइसेन्स नम्बर चाहिँ राख्छु, हेर्न सक्नुहुनेछ। सो यसमा मैले फेरि क्लिक गरिदिन्छु र यहाँबाट अर्को नम्बरलाई फिलअप गर्छु, सो हेर्न सक्नुहुनेछ। र यहाँबाट मैले चाहिँ फिलअप गरे, त्यसपछि गरिसकेपछि यहाँबाट मैले चाहिँ चेक अप्सनमा क्लिक गरिदिन्छु, हेर्न सक्नुहुनेछ र यसमा मैले क्लिक गरे, त्यसपछि अब हेर्न सक्नुहुनेछ यहाँबाट चाहिँ यस प्रकारको इन्टरफेस खुलेर आउँछ। यहाँ हेर्न सक्नुहुनेछ निम्न लाइसेन्स नम्बर चाहिँ प्रिन्ट भएको छैन भनेर यहाँ लेखेर आइसकेको छ र साथीहरु तपाईको प्रिन्ट भएको छैन भने यसरी चाहिँ लेखेर आउँछ र यो भिडियो